सायद उखालेर दिन्छ के रे झार हैन के छ बुढो हजुर के गरेको ओहो यति मेहनत गरेको है हो र साउले टन्नै दिन्छ होला के रे हजुर साउले टन्नै दिन्छ होला अब खोइ दिन्छ कि दिँदैन त्यो बगान जान्न के रे ए हो हजुर खोइ अलिकति फेस याता गरौँ त हजुर फेस याता गरौँ के चेहरा के हो ओहो मास्क लगाएर काम गरेको छ त यार हजुर के गर्ने यहाँ अलिक सर्गनेमा धुलो धुलो आउँदो रहेछ होइन त्यो भएर यसो मास्क लगाएर सफाइ गरेर अनि कति तनखा दिएछ साउले साउले मेरो 1750 खानापिना खानापिना कुनै आफ्नो हो कुनै अलिअलि साउले पनि दिन्छ त्यही हो ए अनि यसो के भन्छ तनखा उनखा कति सालमा बढाउँदो रहेछ अब तनखा त पहिला त अलिअलि बढाउँथ्यो अब तनखा नबढाएको पनि अहिले लगभग 6 साल भइसक्यो है त्यो भएर अहिले त तनखा नबढाएको अनि दुःखै छ अनि यति ठुलो स्तरमा के एक्लै काम गर्नुहुन्छ अहिले त भाइ पनि हुनुहुन्छ अनि म गर्दा अब दुईजना छ त धेरै ठुलो छ त 3 जना काम गर्ने स्तरा फार्म हाउस रहेछ त यार 3 जना चाहिन्छ अनि एक्लै गर्नु गरिहाल्छ धेरै ठुलो रहेछ त यार स्तर त ठुलै छ हो दुईजनासम्म चाहिँ ठिक हुन्छ अनि केही यस्तो बढी काम गर्दाखेरि केही दिन्छ कि दिँदैन खै अहिलेसम्म केही पनि दिएको छैन के अरे सायद उखालेर दिन्छ के रे झार हैन ल हस् थ्याङ्क यू हजुर भयो